बेनी जोमसोम कुर्ला सडक निर्माणका लागि थप बजेट माग, भौतिक प्रगति 84%। काठमाडौँ उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी जोमसोम कुर्ला सडक आयोजनाको भौतिक प्रगति 84% पुगेको छ। कुर्ला सडक आयोजनाले सुरुवातीदेखि हालसम्म 43 वटा योजनाका लागि 7 अर्ब 90 करोड 70 लाख रुपैयाँ बजेट ठेक्का सम्झौता गरेकामा 6 अर्ब 64 करोड। अदालतको आदेशपछि ट्रम्प प्रशासनले फर्कायो त्रुटिपूर्ण ढङ्गले रिपोर्ट गरेको आप्रवासी। ट्रम्प प्रशासनले त्रुटिपूर्ण ढङ्गले रिपोर्ट गरेको एकजना आप्रवासीलाई फर्काएको छ। अमेरिकाबाट क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका 5.30 लाख आप्रवासी निकालिने। वाशिंगटन डीसी अमेरिकी सर्वोच्च अदालतले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका 5,30,000 आप्रवासीको मानवीय पारोल अन्त्य गर्ने मागलाई अनुमोदन गरेको छ। त्यसपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गरेर लेखेका छन्, अब निर्वासन सुरु। शनिबारदेखि पुनः सुरु हुँदै स्थगित आइपिएल। काठमाडौँ भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग आइपिएल शनिबारदेखि पुनः सुरु हुने भएको छ। गत हप्ता युद्धविरामका लागि भएको सफल कूटनीतिक पहलपछि पुनः लिग सञ्चालन गर्ने निर्णय गरिएको हो। भारतीय क्रिकेट कस्तो छ हेटौडामा एसटिसी ग्रुपको ब्याट्री फ्याक्ट्री आयातितभन्दा 40% सस्तो, एसेम्बल उद्योगको साथ छ। काठमाडौँ कारखानाभित्र मेसिनहरूको चर्को आवाज, कामदारहरू सुरक्षा नियमहरू पालना गर्दै आफ्ना काममा तल्लिन्छन्। हावामा धातु र रसायनको हल्का गन्ध छ। कतै एसिडमा काम हुँदैछ त कतै बासाउट गरिँदैछन्। कतै इलेक्ट्रिक सर्ट सर्किट चेक हुँदै त कतै मेसिनमा चेकल्स। आप्रवासी लक्षित छापा मार्दा लस एन्जलसमा भड्कियो हिंसा, ट्रम्पले पठाए नेसनल गार्ड। अमेरिकाको लस एन्जलसमा अहिले प्रहरी र प्रदर्शनकारी बीच झडप भइरहेको छ। गैरकानुनी रूपमा अमेरिकामा बसिरहेकाहरूलाई लक्षित गरेर छापा हानेको विषयमा प्रदर्शन उग्र बनेको हो। ल्याटिनो जिल्लामा प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको छ। अध्यागमन विभागका फ्रेन्च ओपनमा कोको गौफले जितिन् महिला एकलको उपाधि। काठमाडौँ अमेरिकी टेनिस खेलाडी कोको गौफले फ्रेन्च ओपन महिला एकलको उपाधि जितेकी छिन्। फाइनलमा कोको गौफले महिला टेनिस वरियतामा नम्बर 1 बेलारुसकी आर्यना साबालेन्कालाई पराजित गरिन्। गौफले पहिलो सेट 6-7 ले हारेकी थिइन्, तर त्यसपछि उनले बलियो पुनरागमन गर। खसी चोरी गर्ने 3 जना पक्राउ। मुलुकी खबर यादव खरेललाई दीर्घ साधना सम्मान, एलिना चौहानले पाइन् पपुलर गायिकाको अवार्ड। म्युजिक खबर रजत सम्मान बाट के तल बस्यौ का गायक तथा सङ्गीतकार तिलक सिंह पेला सम्मानित भए। अक्षय कुमारको हाउसफुल 5 ले 2 दिनमा कति कमायो। बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म हाउसफुल 5 ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ। बेनी जोमसोम कुर्ला सडक निर्माणका लागि थप बजेट माग, भौतिक प्रगति 84%। काठमाडौँ उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी जोमसोम कुर्ला सडक आयोजनाको भौतिक प्रगति 84% पुगेको छ। कुर्ला सडक आयोजनाले सुरुवातीदेखि हालसम्म 43 वटा योजनाका लागि 7 अर्ब 90 करोड 70 लाख रुपैयाँ बजेट ठेक्का सम्झौता गरेकामा 6 अर्ब 64 करोड। कल्ली फागुनमा प्रदर्शन हुने सौगातसहित तिर्छन् कलाकार। फिल्म कल्ली फागुनमा प्रदर्शनमा आउने भएको छ। उद्योग व्यवसायमा नाइजेरियाबाट के सिक्ने नेपालले। सन् 2006 देखि पश्चिम अफ्रिकाकै सबभन्दा ठूलो औद्योगिक घराना डाङ्गोटे ग्रुपमा संलग्न छु। हाल म यो समूहमा व्यवस्थापकीय तहमा छु। स्वलोकबहादुर कार्कीको स्मृतिमा अक्षयको स्थापना। शिवशताक्षी 22 गते जेठ। झापाको शिवशताक्षी नगरपालिका वडा नम्बर 10 स्थित बालनिकुञ्ज माध्यमिक विद्यालयमा स्वलोकबहादुर कार्कीको स्मृतिमा अक्षयको स्थापना गरिएको छ। विद्यालयमा अक्षय कुमारले 2 पटक अस्वीकार गरेका थिए, कन्नप्पा फेरि कसरी जोडिए।
तेलुगु अभिनेता विष्णु मञ्चुको फिल्म कन्नप्पा 27 जुनदेखि हलमा प्रदर्शन हुँदैछ। फिल्ममा अक्षय कुमार महादेवको भूमिकामा देखिँदैछन्। सुनको मूल्य घट्यो। काठमाडौँ अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ। त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। गत शुक्रबारको तुलनामा आज तुलामा 300 रुपैयाँले सुनको मूल्य घटेको छ। चाँदीमा भने प्रति तोला 10 रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी मह सौगात र बेनिसाको कल्ली 1 फागुनमा। काठमाडौँ लेकाली इन्टरटेनमेन्ट प्राली र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्म कल्ली को फर्स्ट लुक सार्वजनिक गरिएको छ। यो फिल्म 1 फागुनमा प्रदर्शनमा आउने जनाइएको छ। प्रस्तुतकर्ता किरण नेपालीले 2 पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति न्युरोडमा सुनचाँदी व्यवसायीले गरे प्रदर्शन तस्बिरहरू। काठमाडौँको न्युरोडमा सुनचाँदी व्यवसायीहरूले प्रदर्शन गरेका छन्। आँपको मूल्य घट्यो, कति पर्छ किलोको? अहिले बजारमा दशहरी आँप प्रति किलो थोक मूल्य न्यूनतम 80 देखि 90 रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै मालदह र बम्बई आँप 50 देखि 60 रुपैयाँ किलोमा बिक्री भइरहेको छ। खानाभन्दा पानी महँगो। काठमाडौँ आधा घण्टासम्म मोटर चलाएर पनि पानी नपाएकी 65 वर्षीया शकुन्तला देवीहरूको घरमा पानी आइरहेको छ कि छैन भनेर हेर्न सिँढीबाट तल ओर्लिन्। उनी जस्तै अरू पनि पानी नआएकोमा निराश थिए। शकुन्तला देवी भन्छिन्, म दिनमा 2 पटक आधा घण्टा मोटर चलाउँछु त। जलमार्ग बन्यो, गाजा मार्ग। मुलुकी खबर। नागढुङ्गा पिक्लामोड सडक सुधारको काम अझै सकिएन, थप 5 दिन बन्द हुने। काठमाडौँ नागढुङ्गा पिक्लामोड सडक अझै 5 दिन बन्द हुने भएको छ। नागढुङ्गा मुगलिन सडक योजनाले आइतबार सूचना निकालेर नागढुङ्गा पिक्लामोड खण्ड जेठ 30 गतेसम्म बन्द हुने बताएको हो। यो खण्ड सुधारका लागि भनेर जेठ 10 गतेदेखि बिहान 10:30 बजेदेखि अपराह कलामार्फत जलवायु सङ्कट विरुद्ध जुट्न सन्देश। काठमाडौँ बौद्धस्थित कला प्रदर्शन थलो तारागाउँ 61 मा विश्व वातावरण दिवसको अवसर पारेर एट द टिपिङ पोइन्ट आर्ट एन्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड नामक प्रदर्शनी सुरु भएको छ। शुक्रबारदेखि सर्वसाधारणको लागि प्रदर्शनी खुला भएको छ। कला र गायक सृजय थपलियाको चलचित्र सार्वजनिक। काठमाडौँ गायक सृजय थपलियाकाई चलचित्र भन्ने गीत सार्वजनिक भएकाई छ। गीतमा गायक सृजय थपलियाकाई न्याय शब्द सङ्गीत रहेकाई छ। गीतकाई सङ्गीत संयोजन लुमन स्थापितले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ दिनेश श्रेष्ठको रहेकाई छ। गीतमा सार्थक भट्टराई। काठमाडौँ महानगरको सिप मेला कति उपयोगी। काठमाडौँ महानगरपालिकाले आयोजना गरिरहेको दोस्रो संस्करणको सिप मेला काठमाडौँको ठुलो टोडीखेलमा जारी छ। रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि नारा दिएर सञ्चालनमा रहेको मेलामा 10 क्षेत्रका 37 पेसामा तालिम प्रदान गर्ने लक्ष्य छ। तालिमको सञ्चार कलामार्फत जलवायु सङ्कट विरुद्ध जुट्न सन्देश। काठमाडौँ बौद्धस्थित कला प्रदर्शन थलो तारागाउँ 61 मा विश्व वातावरण दिवसको अवसर पारेर एट द टिपिङ पोइन्ट आर्ट एन्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड नामक प्रदर्शनी सुरु भएको छ। शुक्रबारदेखि सर्वसाधारणको लागि प्रदर्शनी खुला भएको छ। कला र सरकारी छाप दस्तखत किर्तेमा दोषी ठहर 16 वर्षपछि पक्राउ। मुलुकी खबर। कल्ली फागुनमा प्रदर्शन हुने सौगात सहित 3 जन कलाकार। फिल्म कल्ली फागुनमा प्रदर्शनमा आउने भएको छ। दाङमा बस दुर्घटना हुँदा 20 यात्रु घाइते। 25 गते जेठ दाङको तुलसीपुर इमिलिया सडक खण्डमा बस दुर्घटना हुँदा 20 जना यात्रु घाइते भएका छन्। गोल्टाकुरीबाट तुलसीपुरतर्फ आइरहेको राय ख4001 नम्बरको बस आज बिहान करिब 11 बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 13 बखरिया भन्ने स्थानमा दुर्घटना भएको हो। आज सुनको मूल्य 3000ले घट्यो।
काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य 3,000 रुपैयाँले घटेको छ। शुक्रबारको तुलनामा आज सुनको मूल्यमा भारी गिरावट आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार 1 तोला सुनको मूल्य 1,90,700 र। रवि लामिछानेको दिल्ली बजार कारागार स्थानान्तरण प्रक्रिया के हुँदैछ? काठमाडौँ जेठ 25 गते। रवि लामिछानेको दिल्ली बजार कारागार स्थानान्तरण प्रक्रिया के हुँदैछ? फाइल तस्बिर। काठमाडौँ। सहकारी ठगी प्रकरणमा पूर्वपक्षका लागि रूपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रासोप 3 दलका सचेतक सामु सभामुखले पोखे असन्तुष्टि, अवरोध हटाउन किन सहमति नगरेको? काठमाडौँ। सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा सहमति नजुटाएको भन्दै प्रमुख दलहरूप्रति असन्तुष्टि जनाएका छन्। उनले आइतबार नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका लिची धेरै नखानुहोस्, नत्र निम्तिन सक्छ स्वास्थ्य समस्या। काठमाडौँ। ग्रीष्मकालीन फल लिचीको स्वाद निकै मिठो हुन्छ। त्यसैले सबै उमेरका मानिसहरूले यसलाई धेरै मन पराउँछन्। उत्कृष्ट स्वादका साथै यसमा पौष्टिक तत्त्व पनि प्रशस्त पाइन्छ। लिची जस्ता मिठो फलहरूमा भिटामिन सी, पोटासियम, कपर, फाइबर र एन्टिअक्सिडेन्ट जस्ता द्वन्द्वग्रस्त मुलुकमा शान्ति सुरक्षा र मानवीय सहायतामा नेपालको महत्त्वपूर्ण भूमिका छ रक्षा मन्त्री राई। काठमाडौँ। रक्षा मन्त्री मानवीर राईले संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनहरूले द्वन्द्वग्रस्त मुलुकहरू